कक्षा 12 को फाइनल परीक्षाको तयारी गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक शुभकामना, हार्दिक बधाई भन्न चाहन्छु। म तपाईँहरूलाई कक्षा 12 को सामाजिक विषयको एक्जामसम्म केही विशेष टिप्सहरू दिन चाहन्छु। तपाईँलाई 1, 2, 3 बाट 70 नम्बरको एक प्रश्न आउँछ एकाइ भने, एकाइ 4, 5, 6, 7 बाट 30 नम्बरको प्रश्न आउँछ भने, एकाइ 8, 9, 10, 11 बाट 28 नम्बरको प्रश्न आउँछ। तपाईँहरूले एकाइ 1 बाट लङ क्वेसन आउँदैन, एकाइ 2 र 3 बाट लङ क्वेसन आउँछ। एकाइ 2 मा तपाईँहरूले चाहिँ स्वस्थ जीवनशैलीका लागि विशेष ख्याल गर्नु होला भने, एकाइ 3 बाट तपाईँको जीवनोपयोगी सिपहरू छ, सरसर्टै 5 वटा जीवनोपयोगी सिपहरूको चाहिँ ख्याल गर्नु होला। 4 मा समाजको विकास क्रम छ, 5 मा भूगोल छ, 6 मा इतिहास छ, 7 मा सामाजिक विकास छ। यसमा चाहिँ 5 र 6 लाई अलि विशेष फोकस गर्नु होला। एकाइ 5 बाट कुनै 7 वटा प्रदेशमध्ये एउटा प्रदेशको आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक विशेषता लेख्न आउन सक्छ, वा तपाईँलाई चाहिँ अन्तर प्रदेशका आयामहरू मध्येबाट एउटा प्रश्न आउन सक्छ। त्यसैगरी इतिहास अलि बढी इम्पोर्टेन्ट छ। यसमा चाहिँ प्राचीन काल, मध्यकाल र आधुनिक काललाई विशेष ख्याल गर्नु होला। प्राचीन कालका आर्थिक, सामाजिक, सांस्कृतिक विशेषताहरूलाई ख्याल गर्नु होला भने, मध्यकालमा यो सरकारहरू पतन र उदयका गठनका कुराहरूलाई ख्याल गर्नु होला भने, आधुनिक कालमा पञ्चायत कालका उपलब्धिहरू अथवा लोकतन्त्रका उपलब्धिहरू वा गणतन्त्रका उपलब्धिहरूलाई चाहिँ विशेष ख्याल गर्नु होला। एकाइ 7 मा सामाजिक विविधता छ, एकाइ 8 मा संविधान छ। एकाइ 8 को संविधानबाट कुन प्रश्न आउने सम्भावना बढी छ भन्नु भने, एकाइ 8 बाट आउने प्रश्न भनेको तपाईँको सङ्घ, प्रदेश, स्थानीय गठन प्रक्रिया, त्यसपछि आएर सङ्घ, प्रदेश र स्थानीयताका काम, कर्तव्य, अधिकार वा साझा काम, कर्तव्य, अधिकार सम्बन्धी प्रश्न सोध्न सक्छ। एकाइ 9 बाट बस्ती छ, बस्तीको विकास क्रममा केही विशेष ख्याल गर्नु होला। एकाइ 10 मा अर्थतन्त्र र एकाइ 11 मा शिक्षा र मानव संसाधन भन्ने प्रश्न पाठहरू छ। यसलाई सरसर्ती हेर्नु होला भने तपाईँले 11 नम्बरको जुन प्रश्न छ, 11 वटालाई 20 मिनटमा सक्नु होला, र जुन 8 वटा प्रश्न 40 नम्बरको छ त्यसलाई 90 मिनटमा सक्नु होला, र बाँकी रहेको प्रश्नलाई 1 घन्टामा सकेर बाँकी रहेको 10 मिनटमा तपाईँले सरसर्ती आफ्नो पेपरलाई रिभिजन गर्नु होला। कहीँ मिस्टेक भयो भने त्यसलाई सुधार्ने काम गर्नु होला। यसरी तपाईँले आफ्नो एक्जामको तयारी गर्नु होला भन्ने हार्दिक शुभकामना, शुभेच्छा व्यक्त गर्न चाहन्छु। हस्, धन्यवाद।